ओइ रामे र गोपाल हरायो भने 1 महिना भइसक्यो हैन र? पुलिसलाई रिपोर्ट गरेको छ भन्छ, अहिलेसम्म पत्ता लागेकै छैन। ठिकै भयो जानेटहरू। ओइ मेरो सानो काम छ, जाउँ न। जाउँ न त, कहाँ तेरो काम? उयो बढेको छ त्यसको छोरीसँग अचेल मेरो चक्कर चल्दैछ कि। त्यही भएर बोलाएको तैँले मलाई? अनि आज त्यसको छोरीले मलाई यो घरमा बोलाएको छ र के गरेर हुन्छ त्यो बुढोलाई चाहिँ 1 घन्टा जस्तो अलमा लाए। ल म गएँ। के गर्नुभएको दाजु? मकै गोडेको हो भाइ। मकै त त्यही साह्रो योपालि आएन रहेछ नि दाजु। खै हो भाइ, मकैले पनि योपालि त्यति फाइदा देला जस्तो छैन हौ। ल बाबु, अब नि अब घर जानु पर्यो, घरमा कोही छैन खाना बनाउने पनि। कोही छैन? अनि तपाईँको श्रीमती, तपाईँको छोरी? मेरो श्रीमती र छोरी त 2 वर्ष अगाडि नै कार एक्सिडेन्टमा मरिसक्यो नि बाबु। त्यसो भए तपाईँको घरमा? घरमा त अहिले कोही छैन बाबु। यसो गाउँका मान्छेहरू भन्छन् मेरो श्रीमती र छोरीको हातमा भड्किन्छ अरे भन्छ, त्यसलाई नै रुँगेर बसिरहेको छु हौ बाबु।